हेलो अस्सलाम वालेकुम गाइज। हेलो गाइज, हामी चाहिँ आज फुटबल खेल्न गइरहेछौँ। घरबाट म निस्किँदैछु। अब टाइम कति भयो? 6:30 भयो होइन? 6:30 भइसकेको छ र फुटबल खेल्न जाँदैछु। अन द वे दिस इज हाम्रो काङ्ग्रेस चोक। यो चाहिँ प्रतीक्षालय। आज स्पेसल के छ? हिजो एक गोल हान्यो होइन, मेस्सी गोल हान्यो, हिजो त बबाल हान्यो होइन। ठिक छ, हिजोको गोल दामी थियो। आज फेरि छुट्टै स्ट्रेटेजी बनाएर 2 गोल हान्ने सोच छ। के छ अङ्कल, ठिक छ? बसी बसाइ भयो, 1-2 हप्ता भयो। हजुर, फुटबल खेल्न हिँड्यो के? फुटबल खेल्न हिँडेको ल। हेलो एभ्रिवान, यो चाहिँ हाम्रो गाउँ। हाम्रो गाउँ चाहिँ निकै सुन्दर देखिन्छ। आज त पानी पनि परिरहेको थियो हल्का, त्यो भएर लुक्स पनि भेरी नाइस देखिरहेछ होइन। गाइजहरू, एक्स्ट्रा प्लेयरहरू यहाँ छ सब्स्टिट्युटको लागि बसिरहेछ। हेलो सरकार, लेट्स गो। पर्खी आउँदैछु भन्दैछ यसले चाहिँ। बर्दघाट नगरपालिका, हामी 4 नम्बरको ग्राउन्ड चाहिँ ठ्याक्क बर्दघाट नगरपालिका 15 को वडा कार्यालयको नजिकै छ। यहाँदेखि सिधा लेफ्ट गइसकेपछि सिधा हामी चाहिँ ग्राउन्डमा वडा कार्यालय हुँदै पुग्छौँ र नजिकैको साइडमा हाम्रो एउटा आनन्द देवी स्कुल छ। रोपाइ चलिरहेछ। अङ्कलहरूले बिना मेसैको रोपाइ गरिरहेछ यहाँ। बिना मेसै बिना पानीको 2 जना मात्रै लागिरहेछन् रोपाइ गर्नलाई। सो आज चाहिँ पानी परिरहेछ, त्यसैले हल्का खाल्डाखुल्डी अनि ग्राउन्ड चाहिँ अलि हिलामी भएको अवस्था हो। सो देख्न सकिन्छ नजिकैको स्कुल वडा कार्यालयको रिनोभेसन भइरहेछ। साथसाथै हामी अब चाहिँ ग्राउन्डमा इन्ट्री गर्छौँ। यो चाहिँ हाम्रो स्पेसल ग्राउन्ड इम्प्रुभ हुँदैछ। 4 नम्बर पृथ्वी बस्ती चाहिँ हल्का। मेसी भाइ के छ? आज खेलाइ होला त यस्तो पानीमा? यताबाट हिँड्न कस्तो हिलो हिँडेको त यार। यस्तो हिलामेमा कसरी यार रोपाइ गर्ने जस्तो भएछ यार। कसरी खेल्नु त? ल पोस्ट त पुरै डुबेछ यार। डुबेको अवस्था छ त पोल त पुरै। यस्तोमा कसरी गोल हान्ने? तर हिजो खेलातिर चाहिँ मिल्छ क्या होइन? के भन्छ त्यो सार्न मिलिहाल्छ नि होइन? चट्ट साह्रै खेलिदियो। हाम्रो मेसी भाइ अब रेडी हुँदैछ खेल्नको लागि। मेसीको कट्टर फ्यान, मेसीको जर्सी लाएर आएको अवस्था छ। म चाहिँ हल्का देख्न सक्नुहुन्छ नेमास उल्टी फ्यान हो म चाहिँ। जताततै पानी छ क्या, चपचप भइरहेछ क्या, पुरै चपचपाइदिएछ क्या आज यार पानी परेर। सो सर के छ नि रेडी अवस्था हो? आज कति गोल हानिन्छ त? गेम भयो भने 1 गोल त हानिन्छ। 1 गोल? तर सल्टी तलतिर त पुरा ढोका खुल्ला रहेछ त। थोरै देखाइदिउँ न ओपन गरेर। लगान के हुन्छ त? लस देखिँदैन क्या लगा के। बन्द गरिसक्यो क्या अब लगा। लगा के हो त? देखाइदे, मेरो भ्लगमा देखाइदे, ओपन गरिदे, भालै भएन।
केस हालिदिन्छु एउटा गाडी ल केस हालिदिए ल केस लगाइदिए एउटा कारलाई यहीँ छ गएर केस लगाइदिए बलमाका छिटो आज ल लगा छिटो छिटो भन्दैन लगा के देखिन्न के त एउटा साइडबाट कहाँ देख्छ त यी म चाँदाबाट लाग्ने कसको चाँदा साइडबाट देख्दैन नि त लगा भन्दैछु आना ल खिचेन अब खिचेन ल यता खिचिरहेको छ यता हेर ग्राउन्डको भ्यू खिचिरहेको छ यस्तो दामी आइरहेछ कसम बबाल आछ हेर आज त या पृथ्वी बस्ती युवा क्लब सरकार लगाइसक्नु भयो देखे छैन क्या त्यहाँबाट खोइ त के देखे छैन यस्तो स्पेसल झन् भिडियो मात्रै आइरहेछ उता बसेर लगाइरहेको अरे देखियो होइन क्या मुला हेर्नुहोस् यसको ढोका चाहिँ खुल्लै छ तलको ए भाइले के भएर तिमीलाई कहाँ देख्छ त भाइ तिमी उहाँ उता डाँडा पारी छौ भने भाइ यार डाँडा पारी देख्छ त तिमीलाई खिचे होइन यार तिमीलाई खिचेछ त भाइ कस्तो होला ले लजाइदिन्छ तिमी चाहिँ केटी जस्तो लजाइदिने रहेछ यार कस्तो लजाएको त नि केटी जस्तो कस्तो खिचेकै छैन ल खिचे त मैले खिचेकै छैन त्यसै ल हेर न त्यस्तो छोड्दैन बाख्राकोटा लगाएको नभन्ने त फुटबल खेल्न आएको म यतातिर यसो बस्दिरहेको भन्ने त अनि होइन तिम्रो खिचा होइन है भाइ म यता पारी डाँडाको भ्युज खिचिरहेको यार सरकार रेडी हो मेसी सरकार के छ अनि आज त निकै ह्यान्डसम देखियो त उता खिच्यो भाइहरू बलिरहेको भने लौडेहरू उता खेलिरहेको छोड्दै यहाँ चाहिँ जुत्ता लगाउने यो गाइस जो चाहिँ हामीले एक गोल हानेको थियो होइन अपोनेन्ट टिमलाई एक गोल मुस्सा बनाइ एक गोल हानेको थियो मिठो गोल कहिले 0 गोल हाम्रो 2 केमारको 0 बुझ्यो क्या हिजो हामीले हाने फर्स्ट गोल हाने मान्छे म यो लियोनल मेसी त्यो रोइ रोइ हानेको अफसाइड हानेको थियो अफसाइड थियो त्यो अफसाइड थियो अरे अफसाइड त जसले नै हान्छ नि भाइ नो अफसाइड ओन्ली गोल र यता हाम्रो फुटबल प्लेयर रेडी हुनु भइसकेको छ अब चाहिँ टक्क र बाख्रालाई हान्न जानुभएको छ र बलमा गा We're playing football, yeah. Come on. Pass. Guys. Yeah. Oh, kata gua. Yeah, guys. Oh, set miss. Yeah. Da Xavi, més cap a la dreta per Messi, immens Messi, encara Messi, gol. झ्याप्पै आइन मगनी लर फोरेर हिले खबर भनी हालिने मुखै फोरेर मुनिस दाजै भन्न थालिने हातै जोडे